Good morning everyone and welcome back to another video. So we are going as a barbecue गर्न me Safal अनि हाम्रो अर्को साथी केशव भन्ने सफललाई जाडो भयो रे अनि just look at me how I am dressed. So अहिले हामी ट्रेनमा आइसक्यौं अनि उ चाहिँ केशव. Hello guys, welcome to our vlog. म चाहिँ केशव, म चाहिँ पश्चिम डडेलधुराबाट. ठीक छ अहिले चाहिँ हामी तीन जना छौं. सब्स्क्राइबरले चिन्नीमा अब तिमीलाई. कहाँ 1300 1300ले त हेर्दैन. Emotional damage. म बचे अब बोक्नबाट किनभने म भिडियो बनाउँदैछु. बस्दैन नि किन भन न. किन? हाइटै मिल्यो हैन. सो अहिले हामी मरिसन जाँदैछौँ किनभने हामीलाई अझै पनि त्यो कोइल र कागती अनि बियरहरू लानु छ. कोल्ड ड्रिङ्क्स छ. लास्ट शरम छैन एउटा. के बोले भाइ? अब के बोले? अहिले थाहा हुन्छ ल. अहिले थाहा कहाँ? अहिले चाहिँ मैले भिडियो बनाउँदै हाल्दै हेर्छु. त्यो अङ्कल आन्टीले हेर्नुहुन्छ भन्ने होला. अहिले बढी बुद्धि यसरी भएको. हेर सीता हुँदैन नि बियरको. ल ल हेरौँ न. भयो मैले भिडियो भन्दाखेरि अब बक्छु भन्दाखेरि ल छोड्दो. जेल हैन हुन्छ. फस्दैन न त. यो त बचाइहालिन्छ नि यार यसलाई त. भर्खरै हाम्रो यहाँ भ्याइयो काम. यसले खान्न भने चाहिँ हेरौँला यो खाँदो रहेछ कि नै. हेर्नु यहाँ कामचोर कोला भन्छ. मेरो ब्यागैभरि सामान छ. यहाँ यत्रो ऊ बिचरा अझै लिएर हिँड्दा त्यहाँ पछाडि चाउचाउ र भुजा हाले एउटाले झोलामा. अरू केही पनि छैन. अब हामी एन्ट्री पोइन्टमा आइसक्यौँ उकालोमा. यहाँ पछाडि चाहिँ रोड वर्क हुँदैछ. अब सफलको पालो फेरि. इन्क्लाइन चाहिँ अति इन्क्लाइन चाहिँ यो क्यामेरामा नदेखेको हो. मेहनतिला जाबाज हुनहार बाहुबलीहरू यता कामचोर हुनुहुन्छ एकजना. यस्तो हो नि त भिडियो बनाउने मान्छेको त नि हातमा झोलासोला भयो भने भिडियो कसरी त्यही पनि अहिले बोकिरहेको थियो कि नै. गोप्रो के हेर्ने हो ल्याएर. सो लगभग हामी 35% बाटो आयो. मलाई भ्यू चाहिँ पछाडिको आइरहनु नदेखेको छ कि नै. तर हाम्रो आएर चाहिँ रस्ते दामी भ्यू देखाएको छ यहाँतिर. दामी देखियो कि मुटु क्या होइन. पछाडि पहेँलो यता हेर्दैन हेर्छ अझै हेर्छ फेरि. सो यही नै हो ठाउँ. माथि रोड त्यहाँ छ. सो खासै डिस्टर्ब पनि हुँदैन. यो पुल भयो. इनकेस पानी पऱ्यो भने त्यहाँभित्र जान मिल्छ. सो ठाउँ चाहिँ मजाको छ. अब हाम्रो प्लान के छ भने यहाँनिर यो अलिकति क्लियर गर्ने अनि यहाँ बार्बिक्यू त्यो बार्बिक्यू बनाउनेवाला भाँडा लिएर छौँ हामी. त्यो यहाँ बनाउने अनि त्यसपछि यहीँ बस्यो खायो यहीँ पौडी काट्यो. सो हाम्रो सुरु भइसक्यो कार्यक्रम. अनि यतातिर चाहिँ मैले यहाँ यस्तो बनाएको छौँ हामीले फ्रिज नेचुरल. अनि यहाँ चाहिँ ड्रिङ्क्स भयो. आगो बल्दैछ. मकै पनि छ हामीसँग. ससेज पनि थियो. म बनाउँछु नाप्यौ न. हाल यार हाल. मकै पनि हाल. यहाँ बचेको ससेज अलिअलि केशवले लिएर आएको थियो. त्यो म्यारिनेट हुँदैछ. मासु त हिजोदेखि ओभरनाइट म्यारिनेट भएको छ. सो छ त्यहाँ हाम्रो चटपटेको सामान छ. आलु पनि छ हामीसँग उसिनेर घरैबाट लिएर आएको. कि मकैबाट सुरु गर्ने हुन्छ. ससेजबाट सुरु गरौँ ल. पकाउने जिम्मा मेरो भयो क्या आज. त्यहाँ अलि जाने आँट आइराखेन अहिले चिसो भएर. अनि माथि मान्छेहरू बेला बेलामा आइरहेको थियो. हेरेर बसिराख्ने यिनीहरूले के गरे यहाँ यस्तो वेदरमा भन्दै. पानीको फ्लो चाहिँ हामी अस्ति आउँदाखेरि भन्दा धेरै नै बढाएर रहेछ. आज चाहिँ एकदमै बढी भएको छ. त्यही भएर त्यो गाछ पनि निस्किरहेछ. बट पानी फोरो चाहिँ हैन त यहाँको पानी नै यस्तै हुन्छ
सो या लेट्स स्टार्ट कुकिङ अब झ्वाइ आउनु पऱ्यो नि साउन्ड होइन तारेको के अरे झ्वाइ तातो होइन त्यो पनि आउँछ तातो भने आदिकोले खायो बे काँचै खाइदियो यो त खान नि मिल्छ फेरि भर छैन फेरि सबैले कहाँ नेपालको त ससेज काँचो खान्थ्यो यसले हो खाइदिन्थ्यो अनि त्यसको कम्पेरिजनमा हामीलाई के हुन्छ थाहा हामीले त भन्दाखेरि तिमीहरूले त टमाटर खान्छौ भरे अब टमाटर त काँचै खाने त्यो त फ्रुट्स नै हो नि यार टमाटो त ससेज काँचो खान्थ्यो हामीले टमाटर खाँदाखेरि हामीलाई त्यसमा गीत जाउँथ्यो हाम्रो मिठो हुन्छ त यार ल चियर्स सो हाम्रो एक लट चटपटेको चटपटे भन्दा एक लट हामीले ससेज भ्यायौँ सेकेन्ड लटमा यहाँ मासु छ बिचमा मकै ससेज अझै पनि छ अनि केटाहरू चाहिँ अब यहाँ चटपटे बनाउन तयार हुँदैछन् आलु बन्दैछ यहाँ आलु घरैबाट उसिनेर लिएर आएको भाँडा चाहिँ यसमा बनाउने चक्कर थियो हाम्रो तर यसमा मासु टन्नै छ अझै पनि अनि झोल छ क्या तल सो मिल्दैन यसमा बनाऊँ त्यसपछि बचेको अनि यसमा बनाउनु मिल्छ सो अघि ससेजको चाहिँ रिभ्यू दिन बिर्सियौँ हामीले खाने चक्करमा केटा कस्तो हो ल सफल तिमी आउनु पहिला एकदमै मिठो त्यो ससेज चाहिँ हाम्रो नेपालको टेस्ट थिएन ल के छ एकदम स्कटिस टेस्ट आइरहेको थियो ल ठिक छ ल अब मासुको पालो अहिले सी यु गाइज हाम्रो मासुको पहिलामा यस्तो भइरहेको छ यो मैले पकाइरहेको छु किन अनि यो पकाउँदा भिडियो बनाउन बिर्सिरहेको छु कि मैले अनि सो त्यही भएर अनि अब खाने बेला भएपछि अब सबैलाई खाने हतार हुन्छ त भिडियो सिडियो गोलीमार हो त्यसपछि सो पक्ड अच्छा लाउ अरे चेयर्स हजुर अहिले त तिमीले खान्छौ भने सारा दुनियाँलाई थाहा त्यो त अनि रमाइलो गरेर देखाएको नि ल चेस फेरि चेस गरेर पनि खाएन फेरि लास्ट ल ए ल चेस ल चेस 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 ल सो चटपटे आयो हाम्रो हजुर त्यहाँ छ भित्र मेल मेटेरियल यहाँ पनि हुँदैछ यदि कसैलाई चाहिँ एकदमै मुखमा थुकाइरह भने चाहिँ आइ एम भेरी सरी नेपाली भएपछि चटपटे तिमुर हालेको अचार ल ल चेस त चाहियो अनि ससेस यो टाइम चाहिँ धेरै समयसम्म याद हुन्छ तर अब आइरहन्छ किनकि हैन यस्तो मोमेन्ट अर्को ठाउँ खोज्नुपर्छ अब यहाँ त एकै ठाउँमा झ्याउ लाग्छ फेरि धेरै आऊ ल केटाकेटी हो पिलेटेर आऊ अलिक जोडसँग समात मलाई ल साउस 1 hour later सो हामीले चाहिँ सबै कुरा एकैछिन यहाँ राखेर यसो माथि यतातिर अझै टन्नै छ कि घुम्ने ठाउँ भन्नाले त्यो डाँडाहरू त्यहाँ जाने भन्ने कुरा भएको छ सो केटाहरू तैँले गइसक्यो माथि ए सही ठाउँ भेटायो त्यहाँ गएर बसेर अब ड्रोन उडाउनु पर्ला त्यहाँदेखि चाहिँ उहाँ चाहिँ हाम्रो परिन्दा अब उड्नलाई एकदम रेडी हुनुहुन्छ उहाँ परिन्दाको मालिक अपरेटर अनि उहाँ चाहिँ हाम्रो एयर होस्टेस कपिराइट आउला यार सो अहिले चाहिँ हामी अलिकति लगभग त्यहाँदेखि हाफ एन आवर माथि आयौँ अझै माथिको डाँडामा पाउसी म्याक्स र चौकन यो हैन मैले 2 वर्ष भयो हैन किनेको
भन न अनि चार्ज गरेको 100% त्यतिखेर हैन 98% छ क्या अहिलेसम्म के बोले भाइ अब के बोले एकचोटि चार्ज गरेर छैन के त्यसपछि कोही अरूले गरिदिन्छ होला चार्ज यो पत्ता हो तिमीले हावामा चार्ज हुनेवाला डिभाइस हो मसँग त्यतिखेर 7 प्लस थियो हैन त्यो दाइले पत्ताउनु भयो तपाईँहरूले यो अलि कमेन्ट गर्नुहोस् गफै हाने यो मान्छेले यो मान्छे डडेलधुराको हो सेरेको एरियाको मान्छे हो झापाको मान्छे हो त्यस्तो गखान्थ्यो त हुन्छ पाल्पाको हामी मान्छे नै होइन दुईजना सो अब हामी प्याकिङको प्रक्रियामा छौँ यहाँदेखि निस्किने भर्खरै त्यहाँ कोइला सोइला लगेर खनायो मैले केशवले भाँडा मात्दैछ मैले पकाएको भएर चाहिँ केटाहरूको चाहिँ प्याकिङको जिम्मा केटाहरूको यता सफलले बचेको खानेकुराहरू हाल्दैछ सो जाने बेलामा चाहिँ आफूले जस्तो थियो त्यस्तै छोडेर जानुपर्छ ठाउँ त्यही भएर अब हामी सबै सफा हाल्छौँ यो बोतल सोतल पनि सबै लाने कागजवाला फोहोर यता छ त्यो लगेर पनि बिनमा हाल्छौँ यो पनि बिनमै लगेर हाल्छौँ अहिले क्लियर हुन्छ यहाँ आगो सागो लाउने साउने काम केही पनि छैन हामी एकदम शुद्ध पारामा जाँदैछौँ टिङ टिङ ठ्यास सो डन विथ द प्लेस छ्याक्क भयो सो लेट्स गो अनि हामी चाहिँ अहिले चाँडै निस्क्यौँ हाम्रो प्लान टाइमभन्दा अहिले चाहिँ 6:43 भइरहेछ सो यदि यहाँदेखि चाँडै निस्क्यौँ हामी एडर्सन साउथ बिच भन्ने छ त्यहाँ केशव वास्तवमा बिच गएको छैन र सो यहाँ बस्नुभन्दा बरु बिच जाम भन्ने कुरा भयो लेट्स गो केटा जोस छ कि नै यस सर यस सर 1 hour later एकासी किन सेला यार केटा माथा समातेर बसेर पनि केशव त यार केशव त्यहाँको बिच राम्रो छ नि त मजाको स्यान्डी बिच छ कि यताकोमा त माछा होइन ढुङ्गे ढुङ्गा त्यस्तै खालको बिच छ कि यो यताको हिँड्नै सकेन खुट्टा दुख्छ के त्यहाँको बिचमा गयो भने दामी छ त्यहाँको बिच चाहिँ ट्रेनमा आइसक्यो मैले चाहिँ हामी एकदमै जमकट भएको छ किनकि उहाँदेखि सिधै ट्रेनमा अब यहाँदेखि हामी जाँदैछौँ एडर्सन साउथ बिच भन्ने ठाउँमा कस्तो सुस्त बनाए जस्तो छ यो मान्छेले जिम जान्छु भन्दैछ त्यहाँ जाम त्यहाँ गएपछि अलग जोस आउँछ कि फेरि तिमीलाई सो हामी अहिले छौँ एडर्सन साउथ बिचमा ट्रेन स्टेसनबाट एकदमै नजिक रहेछ भन्नु चाहिँ